कति रहेछ महँगो अरे कस्तो महँगो 20 मिनेटको 210 एडी 30 मिनेट खै त हेर्नु है कस्तो लाग्छ तपाईहरुलाई ठाउँ हामीले त दामी लाग्यो हाम्रो दादाहरु चाहिँ यहाँ भित्र हुनुहुन्छ बसिरहनु भएको छ अब हामी दाइलाई भेट्ने नाटक गर्दैछु म चाहिँ यहाँ नाटक गर्दैछु दाइसँग तर जाने चाहिँ कसरी भित्र कताबाट ए नि यहाँ छ नि Where is my mama? But my brother. यता देखाउन मेरो सानो छोरानीलाई हेलो हैन हामी आन्टी हामी कहिले सेकेन्ड पल्ट भेटौँ है हामीले दुबारा नि पहिला एकपल्ट भेटेको थियौँ मैले फेरि सेकेन्ड पल्ट भयो अब हामी जाने चाहिँ कहाँ भन्दाखेरि नि अगाडिबाट त देखिँदैन यहाँबाट देखिन्छ हामी जाने ऊ त्यो क्रुजमा हो त्यहाँनिर हामी जाने क्रुजमा हो आज हेरौँ के हुन्छ मजा आउँछ होला आज सबैजनासँग यहाँ पुरै मेन पाहुना चाहिँ यहाँ आउनुहुँदैछ मेन पाहुना आउँदैछ नि यहाँबाट एकदम उडेर कहाँ जानु भन्दाखेरि यसमा चढ्नुलाई यो क्रुजमा चढ्नुलाई एकदम रेडी भएर कहाँ जाने अरे तिमी चढ्दै गरेको बनाइदिनु अरे मैले क्रुजमा आमामा खतरा डर लाग्दो रहेछ पुरै दामी के भयो हामी आयौँ भित्र भिडियो हो नि हामी यति मात्रै होला जाने चाहिँ यहाँ चाहिँ तर मेरो धेरै टाइमदेखि मेरो चाहिँ बनेको थिएन हामी सबैजना हेर्नु हाम्रो युट्युब च्यानल चाहिँ छैन अब चाहिँ बनाउने जस्तो लाग्यो आजदेखिको उभिनु पाउँदैन गाडीमा अनि तिमीलाई कस्तो लाग्दैछ मलाई गाडी त जस्तो लागिरहेछ यहाँ चाहिँ हाम्रो पाइलट है एयर होस्टेज हो तर एयर होस्टेज चाहिँ अहिले हामीले चेन्ज गरेको छौँ फिलहाल चाहिँ केटा ल्याएको छौँ यहाँ हेर्नुहोस् है यो चाहिँ हामी सिपबाट देखेको हो होइन यस्तो छ फोटो किन फोटो खिच्नु ल पानी हेर कस्तो दामी पानी हामी कहाँ जाने अरे यहाँ परमा हजुर यो गोलोमा जाने हामी यहाँ यो यहाँ कता ए होइन नि पढाको जाने रहेछ हामी त निकै यो चाहिँ मलाई नामै थाहा भएन के हो यो ठाउँ त तर कस्तो दामी रहेछ नि त मलाई त साह्रो मजा आयो कस्तो दामी है ताजै पनि छ चाहिँ हामीलाई खालि पुगाउने मात्रै अरे ल्याउनुलाई चाहिँ अर्को सिप गर्नुपर्ने रहेछ गाइस भन्नु होइन त्यतिकै खालि लिएर मात्रै जाने अरे
ल्याउनुलाई चाहिँ सोच्नुपर्छ अब केमा आउने म तपाईँहरूलाई अपडेट गर्दै बस्छु यहाँ आएर कस्तो लाग्दैछ तिमीलाई फोटो भिडियो भइरहेको फोटो चाहिँ फोटो खिच्न राम्रो आएको जस्तो भ्यू अहिलेसम्म त म राम्रो देख्दै थिएँ अहिले फेरि कस्तो अहिले म अर्जिनलमा आएँ सिधैका नानी उठेर अब हामी जाने भनेको चाहिँ नि कता हो हामी आएको भर्खर उताबाट परबाट आयौँ होइन अब हामी उताबाट आएर अब जाने चाहिँ यहाँभित्र हो यहाँभित्र हो जाने अब हामी कस्तो मजा आउँछ चिन्नुहुन्छ तपाईँहरूले को हो सानोमा त आइसक्यो जो बस जो लु कुदेर जो हुन्न चिसो यो ठाउँमा कस्तो दामी छ है यता मुनि पनि जानु पाउँछ होइन यता पनि जानु पाउँछ यहाँ यो ओबो कस्तो दामी रहेछ बोटमा जाने हो एक बोटमा चढ्ने तर अहिले होइन क्या पछि चढ्ने हामी अहिले चाहिँ किनभने अहिले एकछिनमा चढ्ने बेलुका भएपछि होइन म यसमा चढेँ भने तपाईँहरूलाई देखाउँछु म बुझ्नुभयो त आमामा एकैचोटि तिनवटा प्लेन छ यार दुईवटा त तिनवटा प्लेन रहेछ हामी पनि चढ्नुपर्छ बोर्डमा अहिले होइन पछि बुझ्छौँ कति रहेछ महँगो अरे कस्तो महँगो 20 मिनटको 210 दिदी 30 मिनटको 230 कोही बात छैन पछि चढ्नुपर्छ होइन के भन्छ तिमी बुढाबुढी मात्रै अरू सबलाई छोडिदिएँ मैले कस्तो लाग्यो भने तिमीलाई मजा आउँदैछ यहाँ बाहिर मजा आयो बेसी तिमीलाई बोटमा चाहिँ त्यति मजा आएको थिएन बोटमा त बसेर हेर्नु त झ्यालमा के हो त्यो हो र यहाँ चाहिँ खै के छ थाहा छैन मलाई पनि अब आउनु त आइएको छ हेरौँ भित्र के हुँदो रहेछ खै यता हेर त ले यता हेर त आमामा कति तातो नि कस्तो दामी रहेछ मेरो त टाउकै घुम्यो मेरो त टाउकै दामी कुरो देखाउँछ कि यहाँ त सबले चिन्नुहुन्छ होला नि त अब हामी भित्र जाने हो जाउँ के छ भित्र कति वर्ष तपाईँहरूलाई सोध्नु मन लागेन यो ठाउँ कहाँ हो भनेर कसैलाई सोध्नु मन लागेन कुन ठाउँ हो भनेर चाहिँ कसैलाई सोध्नु मन लागेन चाहिँ कुन ठाउँ हो भनेर एकपल्ट त मलाई सोध्नुपर्छ यहाँ चाहिँ पानी किन जमाएको मलाई थाहै भएन यहाँ त्यो पुरा बोटिङ यहाँबाट अबुधाबीको WTC पनि देख्दो रहेछ यार यहाँबाट अबुधाबीको WTC कस्तो देख्नुभयो कस्तो रहेछ लु हेर कस्तो दामी रहेछ रेस्टुरेन्ट के गर्नु आज बन्द छ न त हामीले प्लान त गरेको थियौँ यहाँनिर होइन कस्तो दामी रहेछ दामी छ आज बन्द छ क्या आज मान्छे छैन भनेको
थाकेर बसे के गर्नु भोक पनि लागेको थियो हाम्रो आउनु फोटो दामी छ आउन यहाँ तिमी आउन यहाँ एउटा गाई जस्तो ठाउँ चाहिँ मिस गर्नु हुँदैन हेर्नु यहाँनिर त्यही भएर बसमा आऊ मान्छे अझै जाने छन् अरे क्या म बसिरहेको छन् अरे साथी हो हामी भर्खरै यहाँ भित्रबाट आएको हामी यहाँ थियौँ अनि यहाँबाट चाहिँ हामी भर्खर बाहिर निस्केको यो चाहिँ हाम्रो नेपाली खाना हो आज ल भाउजू अब चाहिँ हामी बिदा लिनु भयौँ गाइस अब गुड नाइट हुने बेला भयो भाउजूलाई पनि अब घर जानुहुन्छ रुम जानुहुन्छ घर त होइन रुम जानुहुन्छ हाम्रो दुईजना पनि कहाँ छ आन्टी दादा पनि उहाँ हुनुहुन्छ है ल बाई बाई